फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगको आचार संहिता लागू भइसकेको छ। अब आचार संहिता अनुसार यो अवधिमा के गर्न पाइदैन त? राजनीतिक दल र उम्मेदवारले गर्नै नहुने कार्यहरू। बालबालिकाको प्रयोग गरेर निर्वाचन प्रचार गर्न पाइदैन। भोज, नगद वा उपहार दिएर मतदातालाई लोभ्याउन पाइदैन। प्रचार प्रसारका लागि कुनै पनि प्रकारको पोस्टर टास्न पाइदैन। मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत कुनै पनि धार्मिक स्थलमा प्रचार गर्न निषेध छ। हात हतियार लिएर हिँड्न वा प्रदर्शन गर्न पाइदैन। मतदातालाई डर, धम्की वा त्रास दिन पाइदैन। सरकारी तथा सार्वजनिक निकायले गर्नै नहुने कार्यहरू। सरकारी गाडी, भवन तथा स्रोत साधन कुनै पनि पार्टीको प्रचारमा प्रयोग गर्न पाइदैन। नयाँ पद सिर्जना, नियुक्ति, सरुवा वा बढुवा गर्न पाइदैन। नयाँ योजनाको शिलान्यास गर्न वा बजेट स्वीकृत नभएका कार्यक्रम घोषणा गर्न पाइदैन। सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि भने पोस्ट गर्नु अघि सबैले सोच्नुपर्छ। झुटो सूचना फैलाउने, चरित्र हत्या गर्ने वा हेट स्पिच भएका सामग्री पोस्ट गर्न पाइदैन। अपमानजनक तरिकाले शेयर, ट्याग गर्ने वा नकारात्मक आक्रमण गर्न पनि पाइदैन। यो आचार संहिता स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्नका लागि हो। सबैले पालना गरौँ र अरूलाई पनि सेयर गरौँ।